अहिले चाहिँ हामी सन्दकपुर गाउँपालिका वडा नम्बर 1 छाकीतिर छौँ। यहाँ चाहिँ गएको असार 18, 19, 20 तिरको भीषण बाढीले चाहिँ केही क्षतिग्रस्त बनाएको छ। हामीले पनि सक्दो सानोतिनो सहयोग गर्ने पहल लिएर जाँदैछौँ। सहयोग गर्न बिजोग छ बाटो पनि, अवस्था पनि। ल भत्ताभङ्ग भएको छ नि। यो पुरानो घर हो। यो पुरानो घर पनि निकै तलै सरेको छ। अनि अब यहाँबाटदेखि झरेको पहिरो अब त्यत्रो गयो क्या। यो पुरानो घर भएको यहाँ अब यो नयाँ घर पनि एकदमै पुरै क्षति भएको नि त। माथिदेखि नै यहाँ अब तल सरेको छ क्या। एकदमै यो चाहिँ गाह्रो छ।